भनेको महिला बिना पुरुष चाहिँ अधुरो छ। एब्सोल्युट अधुरो छन्। बरु उनीहरू चाहिँ हामी बिना पूर्ण हुन सक्छन्, तर हामीहरू चाहिँ उनीहरू बिना कहिले पनि पूर्ण हुन सक्दैनौँ। रामकृष्ण परमहंस उनकी गुरुको थिइन्, उनकी आफ्नै पत्नी थिइन्। जति पनि ठुल्ठुला ऋषि मुनिहरू छन्, जबसम्म महिलाको आशीर्वाद प्राप्त हुँदैन देवी सिद्ध पनि हुँदैनन्। मन अब तिमीले कुनै महिलालाई चाहिँ तिमीले अपहेलना गर्छौ, हेला गर्छौ, पिड्छौ अथवा त्यो नजरमा देख्छौ भने के जगत जननी तिमीसँग चाहिँ खुसी हुन सक्दैन त? हुनै सक्दैन नि। तर उनीहरूमा कति शक्ति छ भन्ने कुरा तिमीभन्दा पहिला उठ्न सक्छन्, बिहान 4 बजे घरको काम सबै गर्छिन्, खाना पकाउँछ सबैलाई, अफिस जान्छन्, आएर बच्चा पनि हेर्छिन्, सबैलाई खुवाएर क्लियर गरेर पनि हाँसिकन सुत्न सक्छन्। त्यसपछि पनि इभन ओके सी क्यान इभन मेक देयर पार्टनर ह्याप्पी त्यसपछि पनि। तर के एउटा पुरुषले यति मेहनत गर्न सक्छ त? सेकेन्ड चिज भनेको जब एउटा बच्चाको जन्म हुन्छ, इट इज लाइक कि तिम्रो शरीरमा जति पनि बोनहरू छ नि, त्यो बोन चाहिँ क्र्याक गरेको बराबरको पेन हुन्छ। यति पेन हुन्छ कि त्यो पेनले नै उनीहरूको भित्र त्यो ड्रग खाएको जस्तो एडिक्ट बनाइदिन्छ तिनीहरूलाई। त्यो पेनले त्यसलाई चाहिँ युज गर्नको लागि, फिल गर्नको लागि। के कुनै पुरुषले त्यो पेन चाहिँ गर्न सक्छ त? फिल गर्न सक्छ त? पुरुषले त पिरियडको पेन त सहन सक्दैन भने न हो। जब तिनीहरू चाहिँ पहिला नै युनिभर्सले चाहिँ, नेचरले चाहिँ हामीभन्दा धेरै पावरफुल बनाएको छ, शक्तिशाली बनाएर बनाएको छ।